नमस्कार, राधे राधे सम्पूर्ण साथीहरुमा। आज आएकी छु विशेष लङ भिडियो लिएर, त्यही पनि मामाको घरको पूजाको लागबत्तीको हैन। र मामा माइजूले हामीलाई धेरै पहिलेबाट बोलाइराख्नु भएको थियो। भान्जा भान्जी तपाईहरु आउनु भएको छैन, योचोटि चाहिँ पूजामा जसरी पनि आउन पर्छ भन्नुभयो मामा माइजूले। हामीले पनि ना गर्न सकेनौ, किनभने 15 वर्ष भइसक्यो मामाको घरमा नगएको। मेरो श्रीमानको मामाको घरमा मलाई जान नलेखेको हो कि नजुरेको हो कि या कुनै दुःख कष्ट थिए होला, त्यही भएर जान सकिएन होला। मन त मेरो सधैँ उडेर मामाको घरमै जाने एकदम थियो, तर पनि हाम्रो भाग्य आज हामीले चाहिँ ठुलो पूजा पायौं र त्यसै बेला हामी सबैजना मिलेर जानी भन्यौं र हामी पल्टन बजारसम्म पुग्यौं। र मैले चाहिँ कालु दादालाई भेटेँ, मेरो जेठाजु दादा हुनुहुन्छ। उहाँले एकदम निकै रमाइलो गर्नुभयो। लक्ष्मी म त 70 वर्ष क्रस गरे भन्नुभयो। म नि अचम्म परे, हेर्दा त भर्खरै 55 वर्षको देख्छु। म पनि छक्क परे। एकदम हाँसी धेमेली गर्दा गर्दै हाम्रो चाहिँ कार पनि आयो, गाडी पनि आयो र हामी सबैजना गाडीमा उड्दै थियौं। पूनम दिदी, हाम्रो चाहिँ कालु दिदी, म र हाम्रो जेठाजु दादाहरू, हाम्रो पवित्री दिदी, सबैजना मिलेर चाहिँ हामी चाहिँ हैन गाडीमा चढ्यौं। एकदम रमाइलो गर्यौं। एकदम मनमा खुसी पनि थियो, किनभने धेरै वर्षपछि मामाको घरमा जाने साइज जुर्यो हैन। र यो साइज जुर्न पनि हैन दिन आउन पर्दो रहेछ। र बिचैमा हामी रोकिएर हामीले फलफुल लियौं, किनभने हामी पूजा घरमा जाँदै थियौं। पूजा घरमा जाँदा त फलफुल त जसरी पनि चाहिन्छ। र बिचैमा गाडीमा हामी हाँसी धेमेली गर्दै हैन गीत गाउँदै आयौं। र सबैजनाको फुर्ती देखेर हैन अझ मेरो किशोरजीको त यति फुर्ती, आज म 28 वर्षपछि मामाको घरमा जाँदैछु भनेर। र हिँड्दा हिँड्दै हामीले चाहिँ बोगडीको बुटा यानि कि बयरको बुटा देख्यौं हैन। र मेरो जेठाजु दादाहरूले किशोर त अग्लो छ, टिपेर ल्या 2-4 वटा भनी खाम्ला भन्नुभयो। साह्रै मिठो रहेछ। त्यही बेलामा मैले भिडियो पनि बनाइहालेँ हैन, बोगडीको कति ठुलो बुटो हैन। र खाँदा पनि रमाइलो लाग्यो। र हामी चाहिँ एकदम जाँदा जाँदै हामी चाहिँ मामाको घरमा पुग्यौं र सम्पूर्ण हाम्रो माइजू, सानीमा, मामा सबैलाई भेट भयो। एकदम खुसी लाग्यो। र हाम्रो जाँदा जाँदै विक्रम भाइसित पनि भेट भयो। एकदम खुसी लाग्यो, बोलाउनु भयो भाइले। र हाम्रो चाहिँ भिडियोमा मात्रै हैन हेर्थ्यौं र हाम्रो चाहिँ बात पनि भएको थियो। र आज चाहिँ प्रत्यक्ष भेट्न पाएँ। जुनु बहिनीलाई पनि भेट्न पाएँ। हाम्रो मालती खड्का, हाम्रो माइजूलाई पनि भेट्न पाएँ। सबैजना कन्टेन्ट क्रिएटरहरू एकैसाथ भेट्दाखेरि खुसी लाग्यो। र हाम्रो विक्रम भाइ त यति हैन मायालु हुनुहुन्छ, बोली पनि त्यस्तै। र यति खुसी लाग्यो हाम्रो चाहिँ विक्रम, मेरो त भतिजाई हुनुहुन्छ। मैले भतिजाई भन्छु हैन। मेरो भतिज पनि हेर्दा पनि एकदम ह्यान्डसम हैन, कति राम्रो हाँसो पनि। उहाँको पनि विक्रम उपाध्याय पेज रहेको छ, सबैजनाले चिन्नुहुन्छ होला। र त्यही बेलामा हामी चाहिँ सेलरोटी हाल्ने जग्गामा गयौं। सेलरोटी भन्ने बित्तिकै त हाम्रो गोर्खालीको फेमस, हामीले त भन्न नि पर्दैन। माइजूलाई देखे, माइजूले हैन एकदम, हामी चाहिँ बात मात्रै गरेका थियौं हैन, भिडियोबाटै हामीले चिनेको, तर मेरो चाहिँ श्रीमानले पहिलेबाट चिन्नु हुँदो रहेछ। र उहाँको घरमा बिहा रहेछ, मलाई निम्तो पनि आएको रहेछ। तर अचानक मैले चाहिँ निम्तो चाहिँ हैन मेरो कानसम्म पुगेन र म जान सकिनँ। गुनासो रहेको थियो। माइजू अर्को चोटि अवश्य पनि मैले थाहा पाएँ भने हजुरको घरमा आउनेछु। यसरी नै हाँसी धेमेली गर्दै हाम्रा चाहिँ पूजाहरूमा हामी यताउता गरिराखेका थियौँ। कहिले कुनै काम मण्डपमा नि गयो हैन। भक्तजनहरू पनि आउँदै हुनुहुन्थ्यो र हाम्रो माइजूहरूलाई पनि भेट भयो। ठुली माइजू हैन प्यारी हुनुहुन्छ। यति रमाइलो भयो हैन। म त बयानै गर्न सक्दिनँ। आफ्नो माइतीलाई नै भुलाउने माया पाएँ। धेरैजनाले मलाई घर पनि लानुभयो हैन, तर कतिजनाको घरमा म जान सकिनँ। त्यसको लागि क्षमा गरिदिनु होला। कुनै दिन म 2-4 दिन बस्ने गरेर हाउली आउनेछु। त्यति बेला म सबैको घरमा जानेछु। र आज चाहिँ पूजाले सबैलाई मैले भेट भयो हैन। पूजाको कारणले गर्दा आज चाहिँ साइज जुरेको थियो। त्यही बेलामा अब हैन, अब यता पुरी रोटी सब्जी बन्ने बेला पनि भएको थियो, किनभने अब पेटमा अलिअलि भोक पनि लागेको थियो। प्रसाद पनि ग्रहण गर्न पर्ने थियो। त्यही कारणले हैन एकदम रमाइलो भयो। कति मजाले पुरी बनाउनु भएको। र मेरो खाना बनिसकेपछि मैले चाहिँ खाएँ, किनभने हामी चाहिँ हाउलीबाट गुवाहाटी आउन पर्ने थियो हैन। धेरै राति गर्दा पनि अलि अप्ठ्यारो हुन्छ भनेर हामी चाहिँ हैन मामाको घरबाट बिदा लिएर हिँड्यौं। र भिडियो चाहिँ कस्तो लाग्यो, मन पर्यो भने लाइक, कमेन्ट, शेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला। बाँकी अर्को भिडियोमा आउनेछौँ।